ल फाइनल्ली वी रिच्ड बाइक यहाँ छ मेरो दाइको त्यहाँ भ्यू यस्तो छ अहिले बिस्तारै हिँड्नु बिस्तारै आमामा पुरै चिप्लिसक्यो भाइला सो हेलो गाइज हामी चाहिँ लाग्दिसक्यौँ अब यहाँबाट माथितिर जानु भने आज चाहिँ मौसम पनि यस्तो प्रकारको छ है हिवे हामी माथि चाहिँ कतातिर अब जानुपर्ने हुन्छ कुराहरू भेटेर अनप्लान छौँ प्लान भ्लग बनाउने भने चाहिँ प्लान आफै बनिहाल्छ जा ल झर्ने हाल्छ मलाई पानी परेको रोडतिर चाहिँ धेरै सुकाउनु हुँदैन है त्यता हो त्यो माटोहरू पनि हुन्छ होइन बालुवाहरू हुन्छ चिप्लेर लड्यो भने टेन्सन होइन बिस्तारै कुदाउनु पर्छ बिस्तारै टिक्का सुकाएर धेरै पनि होइन टिक्का कति अब आफ्नो बाइक रोडले मागेको छ होइन त्यति अनुसार कुदाउनु पर्ने हुन्छ धेरै पनि कुदाउनु पर्दैन तेल पनि हाल्यो हामीले अब केटाहरू त्यहाँ कुदिरहेको छ भन्थ्यो रोडमा त्यो कुदिरहेको छैन हेर्नुपर्ने हुन्छ आइसकेको कुराहरू भेटिसक्यो मैले है गिटारको म्याक्स लग लानेरै भन्छ खै मात्रै हुन्छ हामी कहाँ छ होला त तेल अर्को छ म्याक्स लाउनु पर्ने रहेछ गिटारको हाम्रो तेल कहाँ होला त guys सबै भोलाए क्या हो ब्यागभरि पानीले छिन्छ जस्तो छ आज हातमा हिलो छ त हिलो आफ्नो माथि गर्नु हिलो हिजो पानी परेको होला यस्तो बवाल हिलो भएछ यतातिर एउटा प्रब्लम बनायो एउटा निस्किन्छ यार माथिबाट पानी पर्दै आइरहेको भाइ
पानी पर्दैन बाइकमा एउटा बनायो एउटा प्रब्लम आउँछ गाह्रो छ गर्दैछ लाग्छ एक प्लेट मोमो होइन अन्त त्यो कन्डक सन्डक खाएर गयो होइन घरमा यसरी मैले 2 थाल भात हाल्थेँ क्या अनि अन्टीलाई भाइले खानै खाएन होइन मोमो खाएर होला है भाइले त खाना खाएन मैले चाहिँ जोडले खाना खाएको त भनेर सोध्नु हो क्या एक प्लेट मोमो भाइले एक प्लेट मोमो खायो त्यसपछि कन्डक खायो त्योहरू भाइले नखाएको भने होइन अनि तैँले चाहिँ के विधि खाएको खाएको होइन भने राति गई त तरेको मैले गाई खाइहाल्नु भाइको लागि बस्किया थियो भाइको थालमा हालेको बस्ने डाँडा त पुरै चिरो लगाइरहेको आज है होइन धेरै माथि नजाऊँ होइन बाटो चिप्लो हुन्छ फर्किने बेला हामीलाई कहाँ जाने भने गुम्बा जाउँ गुम्बा पनि त्यहाँ माथि जाने हो त गुम्बामा दामी बसेर खाने ठाउँ छ दाइ ल हामी पेट्रोल हाल्नुपर्ने हुन्छ उता हामी चाहिँ माथि नै जाने कुरा भयो केटा हो केटाहरूलाई हामीले पकाइसक्यौँ माथि जानु पर्छ त्यहाँ गुम्बा छ गुम्बा भएको ठाउँमा हाम्रो लाटुरी दामी छ लाटुरीको गुम्बा तर फेरि मलाई हातमा चाहिँ चिसो भएन है ज्यानहरूको कस्तो चिसो भएर कालो लामादारको उकालो चढ्दैछौँ हामी यो चाहिँ सेल्फी रोड हो सेल्फी रोड खतरा भाइरल थियो नि यो ठाउँ कम भाइरल थियो पहिला यति धेरै मान्छेहरू आउँथ्यो जेन्जी आन्दोलनपछि आउनु छोड्यो होला मान्छेहरू त यति धेरै मान्छे यस्तो दामी दामी भ्यू होइन राम्रो राम्रो अब कन्टेन्टहरू ठाउँहरू हेर्न मन छ भने चाहिँ लाइक सेयर अनि सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला कस्तो दामी छ माथि उकालो चढ्दैछु बोन्स भन्ने रेस्टुरेन्ट रिसर्ट रहेछ रिसर्टमा हाम्रो पकाएर
Rooms available देखेगा 2 smoky kitchen and palm restaurant. रिसोर्टै रहेछ यो पनि कहाँ रेस्टुरेन्ट हो बाटो चाहिँ दामी चाहिँ लाचुलीको माथि अफर पुगेको चाहिँ अलिक है अलिकति मात्र हो अहिले पुरै बनाइसकेछ पानी चाहिँ त्यहाँनिर हिलो नभइदियो हुन्थ्यो अहिले फेरि उकालोमा चाहिँ लास्टै गाह्रो हुन्छ त यार यो चाहिँ होला सायद मलाई जहाँसम्म लाग्छ बरु ओह्रालोमा त होइन छिटेको माटो हो नहोला ओह्रालोमा त बरु ब्रेक हामीले पनि झारिन्छ नि त टार गोराउँदै भए पनि झारिन्छ नि उकालोमा त अनि टायर घुमेपछि घुमे हो सधैँ सर्छ स्कुटी नलाइकन हेलमेट ल्याएको भए हुन्थ्यो है स्कुटी नलाई हेलमेट ल्याएको भए हुन्थ्यो टाको प्रोडक्ट हुने रहेछ नि त साँच्चै भने बाटोहरू झरेर रहेछ कतितिर पनि हुन्छ बसेर खाउँदै तर फ्यासिलिटी छैन फेसिलिटिज केही छैन जङ्गल बिचमा हो होइन आफूले लिएर आएको छ हो त्यो फेरि दार्जिलिङ खाना पायो नत्र ल्याएर पार्टीतिर मात्र हो माथि चाहिँ दामी मजा आउँछ माथि जान अब त्यहाँबाट हल्का हल्का फिल्डे त देख्थ्यो है डाँडाहरू दामी दामी तर आज चाहिँ तर होइन नेचरभित्र छ नि त हामी इन्साइड नेचर आमा माथि त पुरै टुवालो लागिरहेको क्या ड्याङ लगाएर अहिले फेरि टुवालो हुँदै हुँदै कुद्नुपर्छ हामी बाटो हुँदैन माथि अहिले बादल हाम्रो छेउमै हुन्छ है छेउमा होइन बादलसँगै हिँड्छौँ हामीले क्या दाइ त्यो हो क्या यस्तो मजा नेचरको भनेको अगाडि बनाइदिनु पर्ने अनि अहिले यो हाम्रो यो क्लाइमेट छ नि दाइ यो क्लाइमेट त अनि पुरै उसले बनाएको अरे नि त बिल गेट्सले यार एक्सपेरिमेन्ट गरेर अरे क्या बिल गेट्सले वर्ल्डमै पुरै अनि त्यो इन्डियातिर हेर्नु न इन्डियातिर झन् होइन पुरै पानी परेर घरि पानी पर्ने रे घरि घाम लाग्ने रे चिनको छिनमा क्या अनि कस्तो आलोचना भइरहेको त अहिले सोसल मिडियातिर हेर्नु न दामी देखिरहेको छ खतरा खतरा यस्तो बवाल भ्यू भइरहेको छ मासला मजा चाहिँ यही हो मजा होइन हो टायर पनि डट टायर छ बुढाको एनएसमा मासला ल्याङ लुङ उठ्छ त हिँड्ने खाँदा माटोहरू त यार डोजर रे भ्याकु पनि आएर रहेछ ऊ ला क्यामेरामा पानी पसिहालेछ त्यस्तै हुन्छ क्या यो टाइममा हिँड्यो भने क्यामेराहरू पानीमा भिज्ने पानी पर्दैछ यस्तो रुचिरहेको छु है पानी पर्दैछ खास यो पानीमा त नभिज्नु भन्छ है पानी होइन टुसारो हो यो टुसारै होला अब के भन्नु त मान्छेले आर्टिफिसियल क्लाइमेट बनाउनु थाल्यो भन्छ खै के हो त्यही हो किन यत्रो भिजिसक्यौँ हामी बिरामी भयो भने चाहिँ कस्टम यो आर्टिफिसियल क्लाइमेटै हो क्या यो होइन त दाइ हो भने अहिलेसम्म त्यस्तो कुरा एक्सपिरियन्स गरेको छैन यार गऱ्यो भने भनेको नि मैले सायद हुन पनि सक्छ त्यो एक्सपिरियन्स गर्नु चाहिँ कस्तो फिल हुन्छ भने चाहिँ भ्लगमा आउँछ हो यता माथि माथि इधर कम इधर इधर आइए ना
बल्बियरहरू देख्न सक्नुहुन्छ बाटोमा बल्बियर फुटिरहेको हामी माथि आइसक्यौँ लाँगुरी डाँडाको टुप्पोतिर पुलिस बुथबाट लाग्ने यता अब त्यहाँ यहाँ माथि छ डाँडा लाँगुरी डाँडा उयो यहाँबाट हेऱ्यो भने चाहिँ खतरा भ्यू रहेछ तर अहिले त बादलै बादल लागेको छ है पर्ने होइन नहेरौँ हामी अब है ल फर्किँदाखेरि खुल्यो भने हामी सिनेमेटिक भिडियो बनाइहाल्नेछौँ तत्काल थाहा छ यहाँ उहाँ पारी चाहिँ गुम्बा कि के छ त्यहाँ स्तुपा बाटो चाहिँ सही सकेर हो यता गुम्बा जाने पनि यतिको छ मजाले चल्छ बाइकहरू त्यहाँबाट झन् ढलान छ दामी छ त्यो उकालो चढ्दै जानुपर्ने हुन्छ हामी केटाहरू आउँदैछ आयो बत्ती बालेर यहाँबाट हामी स्टोरी लाग्नुपर्ने हुन्छ गाडी ट्याक कटाउँदै भनेको बासला कुकुर स्लो छ क्या वाइल्डै ल लास्ट चिप्लो है यता त राम्रै छ बाटो सिनेरी ठाउँहरू क्या यिनीहरू चाहिँ ओह्रालो त सही ओह्रालो छ गाइज पानीले पो केही नदेखिरहेको छ क्यामेरामा सही ओह्रालो छ सरर ट्याक्क ओह्रालो त्यो पारी चाहिँ पारी चाहिँ उता जाने बाटो चापाखरको जाने बाटो यहाँनिर खतरा चौरी छ गाई यहाँनिर परबाट देख्छ यहाँबाट चौरी है खतरा छ हामी यहाँ माथि बस्छौँ पसल छ एउटा ट्याक्क पसलमा गएर बस्नुपर्ने हुन्छ हामी बाटो चाहिँ ठिकै छ है त्यस्तो नराम्रो पनि छैन होइन बाइकहरू मजाले चल्दै पसल त बन्द हो क्या आज त उताबाट खुल्ला खायो कि हेर्नु त दामी छ परबाट आएको हामी परबाट रोड आएको यहाँनिर गुम्बा छ दामी हाम्रो बाइकहरू पार्क भइसकेको छ मेजो स्ट्यान्ड पनि छैन यहाँनिर छ क्या पसल दामी बस्ने ठाउँ छ खुलेको बेला यहाँबाट होइन पनौती सबै देख्छ यहाँबाट खुलेको बेलामा टुटाहरू देख्छ ठाउँ यस्तो खतरा छ उसो लाग्यो कुखुरा चरा पानीमा पनि बाइक यहाँ छ मेरो दाइको त्यहाँ भ्यू यस्तो छ अहिलेको मौसम यत्तिको छ जाडो छ लास्टै जाडो भएर आगोको व्यवस्था गर्दैछौँ हामी चाहन्छु म धेरै तिमीलाई हिजो झै भोलि पनि यसरी नै बित्यो केही समय हामी टाढिएको तर याद
बनेछ बिहानीको किराउनु छ उदाउ मेरो हामी चाहिँ अब यहाँबाट अन्तिम कहाँ हिसाब गरेको छ चाबी यहीँ छ कति मिटर छ यहाँदेखि यहाँदेखि मिटर यहाँको टाढा छ 900 मिटर होइन त्यस्तै होला 900 मिटर सिप्लिङ छ होला यहाँबाट धान फाल्दा उसले ल मेरो चाहिँ ट्याक्क दाइले पुस्दिसक्यो अब मैले पुस्दै जस्तो मात्रै गर्ने हो ट्याक्क पानी परेर गाह्रो छ ए राख्दिनु न कहाँ राख्दिनु उता भित्र भित्रको स्टार्ट पनि पो हुन्छ कि हुँदैन मेरो त भयो भयो ल ल हस् दाजु धन्यवाद चल दाजुहरूले बिस्तारै जानु है भन्दैछ बाटो चिप्लो छ नि त चिप्लिनु थालिसक्यो बाइक यस्तो पानी परे मौसममा चाहिँ वाइल गाह्रो हुन्छ कुदाउनलाई बिस्तारै हिँड्नु बिस्तारै आमामा पुरै चिप्लिसक्यो डोराउँदै लाने डोराउँदै झर्नु झर्नु दाइ ए पुरै 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 माटो हानिसक्यो बिस्तारै उ त्यो पक्रिदिनु न दाइ गएर म त बिस्तारै यसरी झार्छु डोराउँदै डोराउँदै एनएसले झन् लास्ट ढिलो बोक्छ क्या एकैछिनमा मेरोले त बोकिसक्यो होला है हुँदैन हुँदैन बिस्तारै हिँड्नु न हामी त बिस्तारै बिस्तारै झारिहालिन्छ नि ठिक छ है ठिक छ आउँदैछ आउँदैछौ एनएस यस्तो हुन्छ है एनएस 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 पानी परेपछि एनएसकै हालत टायरले पुरै हिलो बोकिसक्यो अनि कसरी कुद्ने खोइ ऊ ल ल ल झरौँ झरौँ बिस्तारै हाम्रो त जान्छ 220 त बिस्तारै बिस्तारै अलिक यस्तो यस्तो ढुङ्गाको बाटो गयो भने चाहिँ अलिक सहज हुन्छ क्या पानी परेको टाइममा चाहिँ ए चढेर आएछ त बुढो चढेर सही 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 हिँड्नु दाइ उडाएर कुदायो केटाहरूले माइला माइला कहाँबाट तिमीले लाइला इट्स गुड ब्युटिफुल ड्रिफ्टिङ
ठिक छ है ठिक छ खै उठ्यो पर्दैन हामी त सररै जाने होइन इट्स ब्युटिफुल अब पिचमा पनि हामी लड्ने चान्सेस हुन्छ किन थाहा छ दाइ टायरमा हिँड्छ हिलो छ हामीले कर्नरिङ हान्यौँ भने हामी ल्याम्मै चिप्लेर लड्छौँ right now it's not very best आमा कहाँ दुईजना हुनु है उयो बाङ्लो भएछ नि किताब है अघि त्यो भाइलाई डर लागेको क्या हेर्नु त है पनौती जाने बाटो नि हो खतरा उयोहरू लागिरहेको तामाङ जाडो भयो कुकुरले हामीलाई घुम्न खोज्यो होला खतरा रहेछ कुकुर चाहिँ यो चाहिँ पनौती जाने बाटो हो पनौती यहाँबाट अलिकति त्यहाँ पुगेपछि फेरि अफ छ अनि त्यहाँबाट चाहिँ फेरि पनौतीको एरिया पुगेपछि चाहिँ पिच छ क्या सबैतिर यस्तो खतरा पिच छ उहाँ पनौती पुग्ने जस्तो पनि पिच छ क्या दामी छ बाटो बजेट नपुगेर त नगर्ने हामी चाहिँ टक्क लगाएर खाजासाजा खाएर चल्दिसक्यौँ अब यहाँबाट पनौती जाने कुरा हुँदैछ के हुन्छ रुम त्यसले कहाँसम्म साथ दिन्छ जबसम्म उकालो छ तबसम्म अफै छ एयरपोर्टै लाउनु बिर्सेछ नि अब अलिक तल गएर लाम है लास्टै चिसो छ है मोटरले प्रब्लम दिइसकेपछि होइन त्यो सङ्केत थाहा हुनु पर्दो रहेछ कि ब्याट्री पनि चेन्ज गर्नु पर्दो रहेछ भनेर क्या त यहाँबाट चाहिँ हामी टक्क बनाउँदै छुन्छौँ यो पुलबाट गाडी चाहिँ पनौती यता चाहिँ ललितपुर यो चाहिँ पनौती है हामी पनौती छुट्टिसक्यौँ त्यहाँबाट छ बाटो ट्याक्कै डाँडाबाट फर्किनु पर्ने ल यहाँबाट पनौती छिर्छौँ हामी यता चाहिँ यहाँबाट चाहिँ भक्तपुर डाँडा है डेभलप रनिङ एरिया चाहिँ दामी थियो क्या अरू भन्दा चाहिँ यस्तो बाटो आएकै छैन हामी पिजै पिज हो पिचबाट पिचै पिच अलिकति अफरोड थियो अघि त्यहाँबाट चाहिँ पुरै भ्यू देख्छ क्या त्यो बारै बार भएको ठाउँ भने नि त होइन ठ्याक्क अलिकति हिँड्नुपर्छ होइन बाइक त्यहाँ पार्किङ गरेर अनि ए यहाँ रकम त उयो अलि तल अझ तल हो यता साइडमा हो यहाँ रोको त किन रोक न मसँग हिँड्दै यहाँ रोको मसँग कम हो यस प्रकारको छ हाम्रो भिडियो चाहिँ
यहीँबाट हो यहीँबाट हो र यही हो र त्यो डाँडा हो कि होइन भन्नु नि पहिला होइन भने त किन जानु फेरि खतरा छ जङ्गलको बाटो ल फाइनल्ली वी रिच्ड भक्तपुरको ढुङ्गा भएको डाँडा घ्याम्पे डाँडा आज तुवाल लागिरह छैन केही पनि सिन आम्मा कस्तो चम्केको अनि केटाहरू त टिलिक टिलिक देखिरहेको त हिमालहरू है हिमालहरू यो चाहिँ हिमालहरू ट्याक्क भक्क फुलेर आमा यो चाहिँ खतरा रहेछ तिनवटा पिक चाहिँ सबजना घुम्न चाहिँ आउनु होला कृपया है यस्तो राम्रो राम्रो नेचुरल ठाउँहरूमा तर अब यस्तो साह्रो चाहिँ नगरिदिनु होला क्या बरु यसलाई सकिन्छ भने डढाउँदा सजिलो आफूले खाएको कुराहरू होइन यो चाहिँ फेरि यस्तो खतरनाक देखिरहेछ नि फोहोर चाहिँ फेरि ओहो लास्ट घिनास्टिक देख्ने क्या घिनास्टिक घुम्न आउँदा पनि है लास्ट सिन हाम्रो केटाहरू पनि लाग्दैछ हामी पनि लाग्दिनु पर्ने हुन्छ जङ्गलै जङ्गलको बाटो छ बिस्तारै जान्छ अब एकैचोटि सिटीमा भेट्नुपर्छ हामी सबैजना वाउ म आएर निस्किसक्ने यहाँ पसलबाट अब ट्याक्क घर जानुपर्ने हुन्छ यसलाई छोडेर बस्नुलाई अरू पेट्रोल कम है भाइ नारायण मन्दिर लाएर भ्लगमा भेट्नुपर्छ हामी आजको लागि चाहिँ यति नै बाई बाई गुड नाइट